बेबी चाहिँ सुतिरहेको छ होइन। आज बेबीको चाहिँ किन्डरगार्टेनको इन्टरभ्यू छ, त्यही भएर म चाहिँ अलिक छिटो उठेर रेडी हुनु पऱ्यो भनेर म उठेँ। गुड मर्निङ। आज चाहिँ स्याटरडे, गर्ने कामहरू धेरै छ। आज बेबीको कपडा धुनेदेखि लिएर घर सफा गर्नेदेखि लिएर किचनमा झारिसकेँ। अब यहाँबाट हुन्छ मेरो दिनको सुरुवात। त्यही भएर म चाहिँ तलतिर लागेँ। त्यस पछाडि चाहिँ मेरो पालो आयो। प्लान्टमा हल्का हल्का पानी खाने अरूबाट खासै बितेको दिन साग रोप्ने प्लान छ। माथि काउली र बकुला पनि कति राम्रो भएको छ। वाउ, घिरौँला पनि एउटा छ। यो चाहिँ अब फाइनली सकिएको भएर रुख काट्ने बेला भएको छ। आज चाहिँ यो साग रोप्ने प्रोग्राम पनि छ। लसुन कति राम्रो भएको छ। लसुन यहाँ छ सागको बिरुवा। रबिन दाई र मनकुमारी दिदीबाट हिजो ल्याएर रेडी गरेको छ सागको बिरुवा। फाइनल्ली आज एकछिनमा सबैजना जम्मा भएपछि रोप्ने प्लान छ। यहाँ यो चाहिँ डल्ले खोर्सानी, तर खास पिरो चाहिँ छैन। यो चाहिँ नेपाली डल्ले खोर्सानी हल्का रेडी हुँदैछ। कति टाइम लागेको। तिहार आएको बेला फुल चाहिँ खासै छैन, यति फुल फुलेको छ। ब्रोकोली र एगलाई चाहिँ यसरी हाल्ने, अनि यसमा आफ्नो बच्चाको टेस्ट अनुसार ओनियनहरू पनि हाल्न सक्नुहुन्छ। तर मैले चाहिँ ओनियन चाहिँ हालिनँ। यसरी थोरै यसमा के लागेको छ, ओनियन चाहिँ हालिनँ। थोरै नुन हालेँ। कति छिटो उठेको बेबी। मामु किचनमा आएको त बेबी उठेर बेबीको हालत देख्दै कति छिटो उठिसकेको। मेरो बच्चा झन् म त उठाउन आउँछु भनेको त बेबी त उठ्यो। झन् मामुले बेबीलाई उठाउँछु, यहाँ खाना रेडी गरिसक्छु, बेबीको ब्रेकफास्ट रेडी गरिसक्छु, अनि उठाउन आउँछु मेरो साथीलाई भनेको त बेबी त आफै उठेर गर्दै तल आइसकेछ। दामी आज बेबीको इन्टरभ्यू छ। बेबी गुड मर्निङ। बेबी पास हुन्छस्? बेस्ट अफ लक बेबी, बेस्ट अफ लक बेबी। के खाने? हाई गर्दै जिउ तन्काउँदै पानीको पालो आयो। हाई बेबी, चेस्ट चेस्ट।
अब गेङ्की भयो है बेबी त एकदम गेङ्की भइसक्यो बेबी उठेर पानी लिएर मामेको यहाँ छ हामी त बिस्तारै बिस्तारै गफ गर्दै के गरेर बसेको बेबी आज बिदा छ अनि के गरेर बसिसकेको अनि स्कुल जानु इतादाकिमास हाई दोजो orange yogurt pizza mom लिचान अनि लिचानले खाएर रहेको चाहिँ गीतु खाँदैछ लिचानलाई बेस्ट अफ लक भन्दैछ गीतु कहाँ जान लाग्यो कहाँ जान लाग्यो रे गीतु कहाँ जान लाग्यो थाहा छ बाई बाई आजको हाम्रो लन्च बनाउने सेफ चाहिँ मिस ठुलो मामी यस्तो चिकनको र उहरू के भन्छ बोडीको सुप बन्दैछ अब साग र आलु बन्छ अब Sol y arena, oh so bright, baila conmigo toda la night. El ritmo suena, can you feel? अब चाहिँ बेबीको स्कुल जाने कपडा लगाइदिन्छु मैले बेबीको कस्तो राम्रो देखेको छ बेबी त यो फ्रक कस्तो राम्रो फ्रक है सर्ट फुरेर गुमा ए खै इन्टरभ्यू जान लागेको मान्छे वा कति राम्रो भयो कति राम्रो फाइनल्ली लिचान र मामु चाहिँ घरबाट हिँड्यो तर हाम्रो घरबाट चाहिँ लिचानको स्कुल चाहिँ जम्मा 1 मिनट मात्र छ है कति नजिक छ कति रमाइलो हुन्छ एउटा फोटो फाइनल्ली बेबी कहाँ हिँडेको बेबीको स्कुल त कति नजिक छ त्यही त छ स्कुल आइसक्यो स्कुल आइसक्यो लिचनको स्कुल है बेबीको स्कुल त यहीँ हो घरबाट कति नजिकै छ यो बेबीको यहाँ हेरिस न बेबीको अस्ति खेल्ने कुराहरू यो चाहिँ स्कुलको ग्राउन्ड वाह बेबीलाई त कति राम्रो हुने भयो अहिले चाहिँ नजिकै छ है बेबी त एक्लै पनि आउन सक्छ है स्कुल आउन सक्छ है एक्लै पनि यहाँ एक्लै आउन सक्छ नि है एक्लै आउन सक्छ कस्तो रमाइलो गाडी आउँदैछ है स्टाफ हाई हाई खै त आयो भनेको ए हाई लिचा सुनमाते मामलाई कस्तो लागिरहेछ राम्रो लागेछ लिचा अब चाहिँ यहाँबाट चाहिँ लिचानको इन्टरभ्यू सुरु हुन्छ उसको चाहिँ टिचरले चाहिँ उसलाई चाहिँ त्यो हातहरू गराउनेदेखि उसको चाहिँ कस्तो छ त्यो भनेको चाहिँ बुझ्छ कि बुझ्दैन भनेर उसलाई चाहिँ टिचरले कस्तो गरिरहेको छ म चाहिँ कस्तो पर बसेर हाँसिरहेको थिएँ क्या त्यो गर्दाखेरि चाहिँ कस्तो रमाइलो भइरहेको थियो सेन्चुरीले एउटा भन्छ उसले त्यो हात चाहिँ एकदम कन्फ्युज भएर यता र उता गरिरहेको हुन्छ त्यही पनि उता अब अलरेडी
उसको हिक्वेन गइरहेको छ नि त, त्यही भएको भएर भाषाको पनि खासै प्रब्लम भएन उसलाई त, त्यही भएको भएर पर्फेक्टली उसले त राम्रै नै गर्यो। अब यस पछाडि चाहिँ के पिक्चरहरू देखाएर उसलाई त्यो बनाउने जस्तै लाफेनको चाहिँ बडी एकतिर, त्यो उसको अगाडिको फेस पार्ट एकतिर, उसको टेल पार्ट अर्कोतिरको चाहिँ मिलाउनेहरू पनि देखाउँदो रहेछ। अनि लिचानले त अब त स्टार्ट भयो होइन। अनि लिचानले त मिलायो, आँखा चिम्लेर चाहिँ उसलाई आँखा चिम्ली भन्छ, अनि उनीहरूले बिगार्छ। अनिखेर उसले चाहिँ पछिबाट टिचरले चाहिँ बना भन्छ, ऊ सक्छ क्या बनाउन। लास्टमा त उसले त्यो आँखा चिम्ली भनेको नाइ 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 भन्दै कस्तो कमेडी लागेको थियो। मिलाइरहेको छ, म चाहिँ पर बसेर एक्लै हाँसिरहेको थिएँ बेला चाहिँ, मलाई त कन्ट्रोलै गर्न नसकेको हाँस। अब एकचोटि गर भनेको गर्दिनँ भनेर गरेन, लास्टमा चाहिँ त्यही भयो नि। ओके कस्तो भयो बेबीको इन्टरभ्यू? रमाइलो भयो। सिन्चुले के सोधिसो? के सोधिसो भन्नु त? के सोधिसो सिन्चुले भनिसो त? पापालाई भन्नु पऱ्यो नि त। के सोधिसो भने त? के सोधिसो सिन्चुले भने त? यो कताने लिचेन गोकाको दाताने हेलिकप्टर नहीं र जापानिज नामै रहेछ त, एमी च्यान। लिहान्सी रिच्यान। आज बेबीले नयाँ तोमा दाजु पनि देखेको है। कति रमाइलो भयो। वाह।